हेलो गाइस। आज चाहिँ म यहाँ सिलगढी अञ्जली लजमा छु होइन। म चाहिँ एकदमै बिमारी छु। मेरो अस्ति 13 तारिक मेरो ओटी भएको थियो है, स्टोन अपरेसन। त्यसले गर्दा चाहिँ म एकदमै बेसी बिमार भइरहेको छु है। अपरेसन त एकदमै राम्रो सक्सेस भयो, तर अब म रेस्टमा छु अहिले है, रेस्ट गर्दैछु। त्यही भएर तपाईँ सबैजनाले मेरो लागि प्रे गरिदिनुहोस्, राम्रोसँगले जातियोस् भनेर होइन। म अहिले हल्का निकै ठिक हुँदैछु। तपाईँ सबैजनाले कहाँ जानुभयो, आजकल देख्दिनँ भनेर भन्नुहुँदै थियो मलाई होइन, फेसबुकको साथीहरूले। तर म अहिले यसरी अपरेसन गरेर चाहिँ रेस्टमा छु, त्यही भएर तपाईँले नदेख्नु भएको। अब 1-2 दिन बादमा जाती भएपछि फेरि म आउने छु फेसबुकमा होइन। अहिले चाहिँ म हालैमा यहाँ सिलगढीमा रेस्टमा छु। हेर्नुहोस् गाइस, मेरो स्टोरी यस्तो थिएछ है। अन्त मलाई त्यही भएर अलिअलि भित्रभित्र कता दुख्थ्यो नि त होइन। त्यही भएर चाहिँ मैले अल्ट्रासाउन्डहरू गर्नु स्टोन रहेछ होइन। अन्त म स्टोन अपरेसन गरेर चाहिँ अहिले रेस्टमा छु सिलगढीमा होइन। त्यही भएर तपाईँहरूले मलाई फेसबुकमा देख्दिनँ, आजकल अनलाइन हुँदैन अब होइन। म यसो रिल्सहरू बनाउने गर्छु, के गर्ने गर्छु। अन्त कहाँ गयो, हरायो आजकल त तपाईँको रिल्सहरू पनि आउँदैन, मेरो पनि आउँदैन भन्नुहुँदै थियो होइन। त्यही भएर चाहिँ म चाहिँ अहिले ओटी सक्सेस भएर चाहिँ सिलगढी रेस्टमा छु होइन। अन्त सबैजनाले मेरो लागि प्रेयर प्रार्थना गरिदिनुहोस् होला, राम्रोसँगले जातियोस् भनेर होइन। चाहिँ यस्तो चाहिँ साथीहरू, मेरो चाहिँ एउटा अर्गेन पनि लस्ट भयो है। तर लस्ट हुँदा केही छैन, आफ्नो रोगबाट बाँच्नु छ होइन। त्यति नै मलाई म त्यसमै नै खुसी छु है। हेर्नु होला मेरो स्टोरी।